मनुष्य शरीरमा हामी छौँ। मनुष्य शरीर भन्न त हामी आफूलाई स्वावलम्बी भन्छौँ, हामी परनिर्भर छैनौँ, आत्मनिर्भर छौँ पनि भन्छौँ। तर तपाईँ हाम्रो जीवन प्रत्येक पल प्रत्येक क्षण कहीँ न कहीँ कोही न कोहीसँग परनिर्भर छ। हामी आफूसँग भएको साधनले, आफूसँग भएको स्रोतले, आफूसँग भएको योग्यता र क्षमताले मात्रै कुनै पनि हालतमा आत्मनिर्भर हुनै सक्दैनौँ। पल पलमा हामीलाई अरूको साथ सहयोग सद्भावको आवश्यकता पर्दछ। जहाँ जहाँ हामीले अरू कोहीबाट केही कुराहरू पनि यदि प्राप्त गरेका छौँ र त्यसको लागि हामीले ग्र्याटिट्युड भन्न सिकेका छौँ र आफैसँग इमान्दार भएर अरूको जीवनमा खुसीको लागि, अरूको जीवनमा बदलावको लागि, अरूको जीवनमा उन्नति र प्रगतिको लागि, अरूको खुसीको लागि कहीँ कतै पनि तपाईँ हामी केही हदसम्म निमित्त बन्न पाएका छौँ भने हाम्रो साथमा गुरुदेवको जो शक्तिपात हामीलाई 24 घण्टा प्राप्त छ, त्यो शक्तिलाई हामीले सदुपयोग गर्यौँ भने शक्ति त आइरहेको छ। खोलामा पानी त बगि नै रहेको छ। यदि त्यो खोलामा बगेको पानीलाई निश्चित प्रविधिमा लगेर त्यसलाई अर्को शक्तिमा रूपान्तरित गर्ने प्रयत्न गरियो, त्यो प्रक्रिया अपनाइयो भने मात्रै त्यसले आफूलाई ऊर्जामा बदल्न सक्छ। ठिक त्यसरी नै तपाईँ हामीले आह्वान गरे पनि, तपाईँ हामीले आह्वान नगरे पनि, तपाईँ हामीले शिवयोगको साधना गरे पनि नगरे पनि 24 घण्टा शिवयोगी सिद्धहरू तपाईँ हाम्रो इनर्जी फिल्डमा घुमिरहनु भएको छ। तपाईँ हाम्रो जीवनमा उहाँ 24 घण्टा आइरहनु भएको छ। उहाँले हामीलाई इम्पावर गरिरहनु भएको छ। उहाँले हामीमाथि शक्तिपात गरि नै रहनु भएको छ। त्यो शक्तिलाई सदुपयोग गरेर हामीले आफ्नो जीवनलाई पनि अब्बल बनायौँ, उत्कृष्ट बनायौँ र त्यो शक्तिलाई सदुपयोग गरेर अरूको खुसीको लागि पनि म निमित्त बन्नुपर्छ भन्ने त्यो सकारात्मक सोच, सकारात्मक धारणा आफूभित्र बनायौँ भने गुरुदेवले तपाईँ हामीलाई यति धेरै शक्ति प्रदान गर्नुहुन्छ, यति धेरै समृद्धि प्रदान गर्नुहुन्छ कि त्यो हामीले कहिले पनि खर्च गर्न सकिँदैन। चाहे त्यो सोच होस्, चाहे विचार होस्, चाहे भौतिक सम्पन्नता समृद्धि होस्, चाहे खुसी होस्, हामीले जति बढी बाँड्यौँ त्यति त्यो बढेर आउँछ। त्यसैले शिवयोगका प्रत्येक साधनाले तपाईँ हामीलाई चाहे जस्तो जीवन प्रदान गर्नको लागि ती प्रत्येक साधनाहरू सक्षम छन्। जुनसुकै मन्त्रमा, जुनसुकै स्तोत्रमा, जुनसुकै पाठमा, जुनसुकै सङ्कीर्तनमा हामीले आफूलाई शिवयोगी सिद्ध गुरुदेवसँग जोड्न सक्यौँ र यो शरीरको निर्वाहको लागि शुद्ध पवित्र निर्मल आहार, हामीले सन्तुलित आहार प्रदान गर्न सक्यौँ। मनले अनेक खालका भ्रान्तिहरू, अनेक खालका अनवान्टेड कुराहरू भइरहेको हुन्छ, त्यसलाई भगवत नाम सङ्कीर्तनमा यदि हामीले लगायौँ र नियमित रूपमा शिवको ध्यान हामीले गरिरह्यौँ भने हाम्रो शरीरले, मनले र आत्माले निर्वाध रूपमा आफूलाई चाहिने खुराक प्राप्त गरिरहेको हुन्छ र त्यसबाट यिनीहरू क्रियाशील हुँदै, सक्रिय हुँदै, शक्तिवान, सामर्थ्यवान हुँदै यिनीहरूले हामीलाई सांसारिक उपलब्धिमा पनि साथ दिनेछ र आफ्नो सेल्फको उद्धार गर्न पनि त्यत्तिकै मात्रामा हामीलाई साथ दिनेछ। त्यसैले गुरुदेवले भन्नुभयो चाहिँ तुम चाहते क्या हो, तपाईँ हामीलाई के चाहिएको छ। आज सोमबारको दिन कति व्यस्तता हुँदाहुँदै पनि शिवयोगमा सामूहिक साधना हुन्छ भनेर तपाईँ हामी यहाँ त्यो शक्तिले तानेर, त्यो शक्तिले खिचेर, यो पवित्र पाशुपत क्षेत्रको दिव्यताले हामीलाई आकर्षित गरेर आज हामी यहाँ छौँ भने आफू जहाँ छौँ त्यो पोइन्टमा रहेर आफूले आफूलाई इमान्दारपूर्वक सोधौँ कि साँच्चीकै मलाई के चाहिएको छ र मैले के खोजिरहेको छु। यदि आफूलाई चाहिएको कुरा र आफूले खोजेको कुरामा आफू प्रष्ट हुन सक्यो भने अनि बल्ल गुरुदेवको त्यो शक्तिले, यो सामूहिक साधनाले त्यसलाई मेटेरियलाइज गर्न, त्यसलाई मूर्त रूप दिन तपाईँ हामीलाई मद्दत गर्नेछ, हामीलाई हेल्प गर्नेछ। त्यसैले यही भावका साथ, यही सोचका साथ हामी जो जहाँ जहाँ छौँ आफूलाई आजको यो क्षणमा सांसारिक हिसाबमा आफूलाई के चाहिएको छ र आध्यात्मिक तवरमा आफूले के खोजिरहेको छु, म कहाँ पुग्न चाहेको छु, शिवको साधनाबाट मैले जीवनलाई कहाँसम्म लिएर जाने मैले सोच बनाएको छु, त्यसतर्फ आफू स्पष्ट भएर यो साधना सुरु गरौँ। अवश्यमेव तपाईँ हामी त्यो गन्तव्यमा पुग्न सक्नेछौँ। 24 घण्टा शिवयोगी परम्पराका परम सिद्ध गुरु तपाईँ हाम्रो आसपासमा घुमिरहनु भएको छ। गुरुदेवले बारम्बार जन्मान्तरदेखि हामीलाई गाइड गरिरहनु भएको छ। जति हामी संसारमा भ्रमित हुन्छौँ, संसारमा हामी फसिरहेका हुन्छौँ, त्यति नै पटक गुरुदेवलाई पनि अलग अलग शरीरमा आएर तपाईँ हाम्रो उद्धारको लागि मेहनत गर्न बाध्य बनाउँछ। त्यसैले यदि हामी गुरु ऋणबाट मुक्त हुन चाहन्छौँ, गुरुदेवलाई आफ्नो कारणले कष्ट नहोस्, दुःख नहोस्, यो जन्म र मरणको चक्रबाट म पनि छुट्न सकौँ र मेरो गुरुदेव पनि छुट्न सकोस् भन्ने हो भने हामी आफूसँग इमान्दार भएर गुरुदेवले जो मार्ग हामीलाई देखाउनु भएको छ, जो साधना
हामीलाई सिकाउनु भएको छ। साधना, सेवा र सङ्कीर्तन, कृतज्ञता, क्षमा र निस्वार्थ प्रेमको जो श्रृङ्खला गुरुदेवले हामीलाई बताउनु भएको छ, त्यसमा आफूलाई अभ्यस्त बनाएर त्यसमा आफूलाई अब्बल साबित गरेर हामीले शिवयोगलाई आफ्नो जीवन शैली बनाउनु परेको छ।